किसान साथीहरू सबैलाई नमस्कार। म अहिले जङ्गलमा छु। यो हेर्नुस् त जताततै यहाँ यो पात झरेको देखिन्छ यो जङ्गलमा। यतिखेर यो वैशाखमा लगभग पात पुरो रुखले पालुवा फेरिसकेको छ। यो कट्टु चिलाउने जातका विभिन्न प्रजातिहरूको पात झरेर यहाँ चाहिँ यो जङ्गलमा पातै पात भएको छ। यो पत्कर हो। यसलाई हामीले रासायनिक मलको रूपमा प्रयोग जुन रासायनिक मल छ त्यसको विकल्पको रूपमा यो पत्कर प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्न सक्छौँ। र यसले एकातिर हामीले यो वस्तु हामीले पालेको गाई भैँसीलाई ओछ्याइदिँदाखेरि गाई भैँसीको ठाउँ फुको हुन्छ, अर्कोतर्फ यो चाहिँ मल बन्छ। तर हामीले अब यत्रो यो मल हुने चिजहरू जङ्गलभरि अलपत्र छरिरहेको अवस्थामा हामी चाहिँ के गरिरहेका छौँ भने 1-2 किलो रासायनिक मल पाएन भनेर कोकोलो गरिरहेका छौँ। अब यसो हेर्दाखेरि रासायनिक मल नपाउनु समस्या जस्तो लाग्छ। अब त्यो सरकारले व्यवस्था नगरे जस्तो लाग्छ। तर के हो भने रासायनिक मल नेपालमा उत्पादन हुँदैन र त्यो विदेशबाट ल्याउनु पर्ने हुन्छ, आयात गर्नुपर्ने हुन्छ। नेपालको ठुलो धनराशि खर्च गरेर रासायनिक मल विदेशबाट ल्याउँदाखेरि एकातिर नेपालको ठुलो सम्पत्ति विदेश गइरहेको छ भने अर्को हाम्रो माटोको उर्वरा शक्ति लगभग समाप्त भइसकेको छ। रासायनिक मल प्रयोग गर्नु भनेको बिस्तारै त्यो माटोको उर्वरा शक्तिलाई मार्नु हो अथवा माटो मार्नु हो। र म चाहिँ अलिकति कठोरताका साथ के भन्ने गरेको छु भने रासायनिक मल प्रयोग गर्नु भनेको माटोको हत्या गर्नु हो। र हामीले यो माटो बन्नको त लागि त करोडौँ वर्ष लागेको छ माटो बन्नलाई। अब त्यो माटो, यही माटोबाट हामीले हाम्रो कयौँ भावी पुस्ताहरूलाई यहाँ चाहिँ आफ्नो सृष्टि कायम गर्नु छ। यो माटोमा अन्न उब्जाएर उनीहरूले आफ्नो जीवन निर्वाह गर्नु छ। अहिले नै हामीले यही समयमा हामीले नै माटोको उर्वरा शक्तिलाई समाप्त पारिदिने हो भने हाम्रो भावी पुस्ता कसरी रहला, कसरी बाँच्ला। त्यसैले हामीले भरसक रासायनिक मल प्रयोग नगरौँ। प्रयोग गरेको छौँ भने त्यसलाई बिस्तारै कम गर्दै जाउँ र केही वर्षपछि त्यसलाई शून्यमा झारौँ। र यो पत्करहरू छ, यो अलपत्र परेको पत्करहरूलाई बरु केही मेहनत गरौँ। यसलाई चाहिँ हामीले कम्पोस्ट मलको रूपमा प्रयोग गरौँ, वस्तुको सुतरको रूपमा प्रयोग गरौँ र यसलाई खेतबारीमा प्रयोग गरौँ। यसले चाहिँ दोहोरो फाइदा छ। एक माटो, यसले यो पत्कर चाहिँ कुहेर माटो बन्छ र अर्कोतिर माटोको उर्वरा शक्ति कायम रहन्छ। त्यसैले म विनम्रताका साथ यहाँलाई भन्न चाहन्छु, रासायनिक मलको प्रयोगलाई चाहिँ हामीले किसानहरूले कमभन्दा कम प्रयोग गरेर यो कम्पोस्ट मलको लागि हाम्रो यो सुकेको पत्करहरू, हरियो झारहरू यसलाई प्रयोग गरौँ। हामीले यसलाई गडेउला पनि पाल्न सक्छौँ। यो पत्करमा गडेउलाबाट मल अझै राम्रो मल उत्पादन हुनसक्छ। हामीसँग स्रोत साधन यति धेरै छ, तर हामीले के गर्यौँ, हामी खालि यो चटपटे भनौँ न छिटो छरितो कुरामा कम्पोस्ट मलको साटो बजारमा पाइने युरिया किनेर ल्यायो अनि सरसर छर्यो। त्यसपछि हामीले उत्पादन अलिकति बढे जस्तो हुन्छ, तर त्यसको पछाडिको ठुलो असर चाहिँ हामीले बुझिरहेको छैनौँ। र हाम्रो अहिले यो वर्षै अलिकति धेरै अन्न फल्नु भन्दाखेरि त्यो माटोलाई चाहिँ कसरी जोगाउने त्यो चाहिँ महत्त्वपूर्ण हो। म यहाँहरूसँग यति धेरै यो पत्कर भएको ठाउँमा आएर मैले चाहिँ यही कुरा यहाँहरूको बिचमा राख्न चाहन्छु। धन्यवाद।